फोन गर्दै फोन गर्दै हिँड्नु बुझाउँदै अहिले चाहिँ हामी पुष्पबाट होइन बसमा चढेर त्यताबाट यो बोल्नुको मोबाइलमा आइपुगेको कुनातिर मैले काम गर्थेँ होइन पनि आएर यहाँ मलाई चाहिँ तर एक्लै आएर बनाएको थियो अहिले चाहिँ सौरभ भाइसँग आएर गर्दैछु है के भन्नु भन्नु अरू है अब एक डेढ घन्टा चाहिँ हले केही भन्नु छ त होइन आएर भन्नु न यहाँ भन्नु छैन फोटो खिच्ने के भन्नु छ भने भन्नु है घाम ताप्दैछन् मान्छेहरू है अहिले चाहिँ अरू त भन्ने केही छैन अहिले उतातिर जाने लगाए जाने हामी होइन लाउन फोटो खिच्दा नि त हामी एउटा फोटो सेसन दिन्छौँ हामी होइन फोटो यहाँबाट फोटो बनाउनु अनि अगाडि गाइज हामी यता यस्तो छेउमा आयौँ है बिचमा ल हामी बिचमा आयौँ होइन बिच होइन यार यहाँ बिच भन्यो ढुङ्गावाला बिच आमा यो मेरो माइक कस्तो जस्तो भयो यार नयाँ कस्तो गाइज हामी यहाँ छेउमा आइसक्यौँ है हामी पुरा छेउमा छ आउने त ल हामी यहाँ समुद्रको छेउमा यहाँ गएर यहाँ छेउछेउमा गएर आउँछ खै गएर ओहो गएर गाइस गएर देख्नुभयो आम्मा यति आउँछ माछा कि भाइ माछा के यति आउँछ गाइस हामी यहाँ छेउमा छौँ है समुद्रको यो छेउमै बिचमै छौँ बिचमा बिचमा ओ त्यहाँ जहाज देख्न सक्नुहुन्छ जहाज त्यहाँ छ जहाजको स्टेसनहरू यहाँ माथि माछामा छ दामी छ यार त्यहाँ पहाडहरू देख्न सक्नुहुन्छ जम्मू त गयो एउटा चाहिँ भड्केर यहाँ हिँड्दैछ कता जग्गा यहाँ गर्लफ्रेन्ड र बोयफ्रेन्ड दुईजना है यो मेरो माइक खस्दा जस्तो भयो माइकको टेन्सन लाग्यो मलाई कहाँ दाइ उता जा जाने हो कि तपाईँ उता बजार देख्दैन भाइले भनेर के यार कस्तो यार रोमान्स भइरहेको थियो कसरी खिच्दिउँ यार रोमान्स गरिरहेको छ यार यार मलाई खिच्न गाह्रो भयो के छ हामीलाई यार बढी ठाउँमा त्यस्तो गर्न पाउँदैन के छ हाल्यो भने उसले बस्छ होइन कि के हो म त बस्दिनँ नि त्यही त मासु मारिरहेको छ गाइस उता पानी जहाज हिँड्यो यो पानी जहाज किन के भयो यो
चाहिँ साइड सिन गरेर हाल्छ त्यही बसिरहेको साथी बसे हाल पार्टी गरेर हाल पछि क्या छैन एकजना भड्केर त्यहाँ पुगेपछि हिँड्ने पुगेछ मान्छे गाइज यो पिस हो ठिक छ के ठिक छ नि पुरै एकैचोटि कभर गर्दैछ मोबाइलले क्यामेराले अलिक छिटो घुमायो गर्दैन कि हेर्नु भिडियो देखि झर्ने हामी गाई यस्तो छ लाग्ने गाई अगाडि हालेर है हातले क्यामेरा देखेर कुदिने हो तिहारमा सबैले खिचिसक्यो अरे होइन भाउले खिच्छ नि यार हामी खिच्ने काम हो नि त्यही त नाङ्गी हिँड्छन् त मेरो त्यो तिम्रो नाङ्गे हिँड्छस् हामी के गर्थ्यो होइन पुरा यस्तो छ गाइस पुरा नाङ्गै छ मान्छेहरू त हाँसो उठेछ खिच्नु पनि तिमीले आमादरसमा देखेनौ आउँदो रहेछ नि त्यस्तै भोलिमा युट्युबमा यही भिडियो हेरेर मलाई लहर लाग्दा हेर्नु है हगा यसो बोल्दै हिँड्नु न मलाई खिच यस्तो देख भन्दै हिँड्नु न फुल टर्नहरू यसो फुल टर्न गरेर हिँड्नु न बुझाउँदै हिँड्नु न लगभग 2 वर्ष हुँदाखेरि पहिला बिचमा पनि एकचोटि आएको थिएँ म पहिला भिडियो चाहिँ यो दोस्रोचोटि बन्दै चाहिँ भएको होइन गाउँ हो भनौँ सहर चाहिँ होइन होइन गाउँ सहर जस्तो देखिरहेको छ पुरानो पुरा सहर जस्तो देखिरहेको छ एरिया चाहिँ अन्त यता यता आउनु न सानो एरिया छ होइन एरिया चाहिँ त्यस्तो ठुलो चाहिँ छैन होइन भन्नुपर्दाखेरि यस ठाउँ चाहिँ रमाइलो छ पुग्ने भन्नु चाहिँ यो पोर्टुगी बगानको चाहिँ लोकल मार्केट लाग्छ उठ्ने बेला भएछ सो अब लास्टै भिड छ भनौँ न टाइट सिम्बोलिकको रूपमा पानी बढेको रहेछ टाइट बढेको रहेछ पानी बढेछ देखाइदिनु न पानी अनि यहाँ मान्छेहरूले यसरी लक लगाएको छ ओहो के खोज्दै यो साइनहरू छ लकको साइन ओहो यार आज त ढिलो भएछ होला हामीहरू आउन 3 बजीभन्दा पहिला आयो ए यो कोट त तिमोगानको हाट बजार गाइड होइन तर यहाँ ढिलो आएको भएर सबै गइसक्यो बजार गर्ने व्यापारीहरू अलिअलि मात्र छ हामी यहाँ अलिअलि अब चाहिँ उता
त्यो बोर्डहरू भएकोतिर जाँदैछौँ। अब हामी बोर्ड भएकोतिर जाँदैछौँ हल्का रमाइलो। हेर्नुहोस् यहाँको गाउँ भन्छ, गाउँ पनि यस्तो छ यार, सहरभन्दा खतरा छ हाम्रो नेपालको सहरभन्दा। सबै चिजमा अगाडि छ। युरोप भनेको युरोप हुँदो रहेछ नि त। तर यो जर्सीले चाहिँ काम गरेछ। एउटा कुरा केही छैन, अब वर्ल्ड कप सुरु हुँदैछ, पोर्चुगललाई सबले सपोर्ट हाल्नु। रोनाल्डोले जित्नु पर्यो नि वर्ल्ड कप, होइन? एउटाले जित्नु पर्यो नि यार। हामी यता आउँदैछौँ। यो जर्सीले मलाई भाइरल गर्छ, हेर्नु है त। धेरै मान्छेले यहाँ हेर्नेको है जर्सीमै आँखा गर्छ यार, कसम। यो देखेर हो क्या, नेपालीहरू पनि खतरा खतरा क्रेजी भइसक्यो फुटबलमा भन्छ क्या है। कहाँ गयो के हो हरियासँगै छ। हामी यतातिर चाहिँ सिपको स्टेसन छ है, पुरा सिपै सिप छ। मान्छेहरू इन्जोय गरेर मिल खाइरह, खाजा खाइरहेको छ। यो सिपको स्टेसन। माछाहरू छ यहाँ। यस्तो छ गाइस, हेर्नु सिप नै सिप छ यार। सिप त हो, यत्रो ठुलो चाहिँ हेर्नु नि, ठुलो बोट। लेक साइड जस्तो फिल भइरह मलाई त, पोखराको लेक साइड। लेक साइडको झिलिमिली हो। यो चाहिँ पोर्टो दिमोगानको एकदम पुरानो फोटो, एकदम जमानामा। अहिले 1815 डेभलप भइसकेको छ हो। मान्छेहरू चढेछ, अब के खिचिदिनु होइन। यो चाहिँ जानु रहेछ। म यता छेउमा आएँ, सबैले हेरेर त यार औडा लाग्यो। अब म यहाँ मेरो दर्शक भ्युवर्सहरूलाई म पुरा पोर्टो दिमोगान घुमाइसकेँ यहाँ। पोर्टो दिमोगान घुमाइसकेँ मैले यहाँ। यताबाट खिचौँ न, आउनु न। पुरा सानो सानो फुलहरू छ, दामी छ यार, दामी छ। त्यो दाइले बोलाउने होइन। अझै यहाँ घुम्न सकेछौँ है। पुरा एक्सप्लोर हानेर हामी, पुरा एक्सप्लोर हानेर यहाँ आउँदै सक्यौँ। घुमेको ठाउँ हो, भाइको लागि चाहिँ नयाँ हो। एक्सप्लोर हानेर मैले यहाँ होइन, हामीले एक्सप्लोर गर्दैछौँ भनेको मजा आउँछ नि एक्सप्लोर हान्नु। खिचिरहेको हेर्छ न हातमा, खै ए सबै म त मोटिभेट भयो ल। झन् पनि अर्कोले त्यो बुढी तिमी र म यहाँ खास पहिल्यै भेटेको आएको जमानामा बुढो भएर आइयो यहाँ आउने नै फोटो खिच्न आउँछ नि होइन। यताबाट पारि
अघि अलिकति पहिला आएको भए मार्केट लागेको हुन्छ टन्नै हुन्थ्यो सही हुन्थ्यो होइन अघि चाहिँ त्यहाँ बार्गेनिङ गर्दा चाहिँ मैले घटाउनु पर्ने होइन त्यो चाहिँ घटाइएन कि मैले बेसी घटाउनु पर्छ भनेर त्यही भएर छोरी मान्छेले बोलाउनु पर्छ कि यस्तो बेला दिमागबाट निक्ल्यो 10 युरो हो फ्याट्टै किनिहाल्यो घटाउनु पर्ने रहेछ मजाले दिमाग होइन बिर्सिन्छ क्या त्यो तिमीहरूमा के कुरा गर्दै थियौ नि त यताउता फ्याट्टै बिर्सियो क्या मैले घटाउनु पर्छ यहाँ भनेर